यहाँनेरि म तपाईहरुलाई चारवटा कुराहरू देखाउँदैछु। यो भिडियो पुरै हेर्नुस् अनि तपाईलाई कस्तो लाग्यो त्यो लेख्नुस्। टेरामक्स प्रकरण। नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री मोहनबहादुर बस्नेत लगायत अरु केही मानिसहरूको विरुद्धमा एउटा भ्रष्टाचारको मुद्दा दायर हुन्छ। 3 अरब भन्दा बढीको बिगो दाबी गरिन्छ। अदालतमा पेश हुन्छ। त्यही दिन निर्णय हुन्छ। जम्मा 25 लाख धरोटी राखेर छोडिदिने आदेश हुन्छ। पतञ्जलि जग्गा प्रकरण। कानून मिचेर एउटा कम्पनीलाई हद भन्दा बढी जग्गा किन्न र त्यो किनिसकेको जग्गा फेरि नाफामा बेच्न दिएको आरोप लागेका नेकपा यसका माधव कुमार नेपाल लगायत अरु पनि केही व्यक्तिहरू विरुद्ध मुद्दा दायर हुन्छ। अदालतमा पेश हुन्छ। त्यही दिन निर्णय हुन्छ। 17 करोड भन्दा बढीको बिगो दाबी गरेको ठाउँमा जम्मा 35 लाख धरोटीमा रिहा हुन्छन् उनी पनि। अर्को 61 किलो सुन तस्करी गरेको आरोप लागेको अमला रोका, जो पूर्व माओवादी र पूर्व माओवादी लडाकुकी पत्नी, उनी फरार भएको भनिन्छ। पुलिसले पक्रिन सकेन भनिन्छ। रेड कर्नर नोटिस जारी गरिन्छ र अन्तिममा त्यही आफ्नै नाकमुनि राजधानी भित्रैबाट पक्राउँछन् उनी। 61 किलो सुन स्मगल गरेको, तस्करी गरेको आरोप, तर धरोटी कति? 2 लाख रुपैयाँ। त्यो पनि न जेल न हतकडी, उनलाई पनि धरोटीमा छोड्ने आदेश हुन्छ। सहकारी ठगी प्रकरण। जीवी राईले आफू अध्यक्ष भएको सहकारीबाट केही पैसा ल्याउँछ, एउटा कम्पनी खोल्छ। त्यो कम्पनीका 15% का साझेदार र एमडी पनि रवि लामिछाने भएर आउँछन्। त्यसरी सहकारीबाट ल्याएको पैसा कम्पनीमा चलाएको भन्ने आरोप लाग्छ। एउटा छानबिन समिति बन्छ। धेरैवटा जिल्लाहरूमा उनीमाथि अभियोग पत्र दायर हुन्छ। एउटै प्रकृतिको र एउटै कसुर भएको हुनाले एकै ठाउँबाट मुद्दा चलाउने प्रचलन हुँदा हुँदै पनि जिल्ला जिल्ला घुमाइन्छ, उनलाई मुद्दा चलाइन्छ। 4 करोड बिगो दाबी गरिएको हुन्छ। 1 करोड भन्दा बढीको त उनले धरोटी नै राख्छन्। त्यो धरोटी राखिसकेपछि त्यतिले नपुगेर उनी जेल जान्छन्। पहिल्यै जिल्ला जिल्ला घुमाउँदै महिनौसम्म घुमाइसकेको हुन्छ, भित्र थुनिसकेको हुन्छ। अब अहिले 1 करोड धरोटी राखिसकेर पनि उनी जेलमा छन्। अब सारांशमा हेर्नुस्। 3 अरबको घोटाला टेरामक्सको, 25 लाख धरोटी अनि रिहा। सरकारी जमिन घोटाला गरेको आरोप, 35 लाख धरोटी अनि रिहा। 61 किलो सुन तस्कर गरेको आरोप, 2 लाख रुपैयाँ धरोटी अनि रिहा। सहकारीकै केसमा हेर्ने हो भने पनि करोडौंको घोटाला गरेका मान्छेहरू लाखमा धरोटी तिर्दै उम्किँदै गरेका छन्, सञ्चालकहरू नै। तर सहकारीको सञ्चालक नभएको, तर सहकारीबाट पैसा ल्याएर आफ्नो कम्पनीमा चलाएको आरोप लागेका 4 करोड बिगो दाबी गरिएको रवि लामिछानेमाथि 1 करोड भन्दा बढी उनले तिरिसकेका छन्, त्यही पनि अझै जेलमा छन्। अब भन्नेहरूले यसलाई प्रतिशोध चाँदेको होइन पनि भन्दैछन्। रवि लामिछाने पनि यहाँ निर्दोष छन् भनेका होइनन्। गल्ती गरेका छन्, गल्ती अनुसारको कारबाही हुनुपर्छ, फाइन। रवि लामिछाने आफैले पनि मैले गरेको गल्तीको कारबाही भोग्न तयार छु भन्दैछन्। तर अरूले पाएको सुविधा उनले किन नपाएका होलान्? अरूलाई तिराएको भन्दा बढी बिगो उनलाई किन तिराएको होला? अरूले नगएको जेल उनी किन गएका होलान्? धरोटीमा छोड्ने आदेश भइसक्दाखेरि फेरि जेलमा किन गएका होलान्? भित्र खेल के होला? रवि लामिछानेमाथि प्रतिशोध चाँदिएको होला कि होइन होला? तपाईहरुलाई कस्तो लाग्छ? तल लेख्नु होला।